आधी रातसम्म फेसबुकमा केटीलाई गफ चुटे बिहान 9-10 बजेतिर मात्र जुरुक्क उठे गए टोयलेटमा अनि तुरुक्क मुते निन्द्राले छोडेन फेरि आएर सुते मम्मी आउनु भो मेरो सिरोक तान्नु भो कति सुतिरहन्छस् भनी मलाई ल्याङ ल्याङ हान्नु भो अनि एक्कासी मलाई झनक्क रिस उठ्यो मम्मी सँगसँगै कराउन थाल्छ बाउ सुत्यो कहिले भेट्थे डाडो पन्यो अनि कहिले चाहिँ कुच्चो फेरि बाउको रिसमा पर्यो भने भइन्थ्यो पो ढुट्टो भनी बसे म कुनामा चुपचाप लागेर भोक लाग्यो मैले खाइदिए ममलाई मागेर पेट भरेपछि गइदिए लुसुक्क भागेर राति 10 बजे मात्र आउँछु भनी लेटर भित्तामा टाँगेर थिएन केहीको पाल घरको त्यो ठुलो पर्खाल सकी नसकी भए पनि गए म नागेर मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारु हाने बेलामा बाउलाई पनि घोट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारु हाने बेला बाउलाई पनि उठ्ने बङ खाने मैले ममलाई पैसा मागेपछि आनन्द आयो मलाई घरबाट भागेपछि स्वयम्भू टपमा गई बसे जिउअली थाकेपछि झन् आयो आनन्द थोरै गाँजा चाखेपछि मैले खल्तीबाट झिके अनि अनलक गरे फोन यसो ब्यालेन्स हेरेको त लि सके रहेछ लोन ऱ्याप होला जस्तो भो आजको दिन कस्तो हो कपडा पनि लाथे मैले हल्का सस्तो मस्तो हो तर बाल थिएन मलाई झिके चुरोट र सलाई केटी हेर्ने ध्यानमा बस्दो रहेछु फिल्टर पट्टी जलाई आफ्नो पारा देख्दा आफैलाई हाँस उठ्यो भएको 10-20 रुपियाँ पनि थियो माग्नेहरूले लुट्यो अनि भर्याङबाट ओर्लिँदै म तल तल आएँ च्वाक च्वाक छम्मा देख्दा त्यहाँ म निकै रमाएँ मैले साइडको चेयरमा बसेँ फेरि अर्को चुरोट सल्काएँ उतापट्टि एउटा केटी एक्लै सोचे नयाँ गर्लफ्रेन्ड पाएँ मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारु हाने बेलामा बाउलाई पनि कुट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु रिस बढी उठ्ने दारु हाने बेलामा बाउलाई पनि कुट्ने केटीको छेउ अनि हान्न थाले गफ गफ हान्दा हान्दै बिस्तारै बढ्दै गयो लभ केटी पनि छिट्टै क्रेजी मेबी सिजमा स्लिम शेडी लेडी बेबी पनि झ्याप उसले हाना रहेछ ड्रप तिम्रो नाम के हो भन्ने केटीलाई गफ जोत्दै आज कुन दिन हो थाहा छ भन्ने उल्टै मलाई सोध्दै थाहा छैन बेबी भने मैले चाहिँ केटीले भने तिम्रो र मेरो भेट भयो आज हो भ्यालेन्टाइन यो भ्यालेन्टाइनमा लिएर गएँ मैले त्यो केटीलाई डेटिङ हिँड्दा हिँड्दै बिच बाटोमा एउटा माग्नेलाई भेटेँ त्यो माग्ने देख्दा मलाई निकै दया माया लाग्यो मैले पैसा दिन मात्र के लागेको थियो त्यो केटी नै भाग्यो त्यो केटीले के गरेछ या माग्नेले के गरेछ लास्टमा कुरा बुझ्दा त त्यो केटी त्यही माग्नेकै छोरीको परेछ केटीको फिल्ला माग्नेको छोरी घुमाएछु उल्टै भयो मेरो बिल्ला मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारु हाने बेलामा बाउलाई पनि कुट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारु हाने बेलामा बाउलाई पनि कुट्ने सही हो